शेरबहादुर देउवा प्रचण्ड केपी शर्मा ओली मध्ये रोज्नु पर्यो भने कसलाई रोज्नुहुन्छ? ठ्याक्कै म तिनटैलाई रोज्दिनँ। किन नरोज्ने? कारण के? अब के भनौँ, है ठ्याक्कै भन्नुहोस् न। अब जसले राम्रो काम गर्छ, जसले चाहिँ देशको लागि चाहिँ अलिकति जसले देशको हित सोच्छ म उसैलाई रोज्छु। अहिलेको नेताहरूले देशको लागि काम गरेनन्, फिट्टिकै गरेनन्। तीनैजना नेता असफल, प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा। उहाँहरूको कुरा गराइ सुन्दाखेरि अब मैले यो बनाएँ, मैले ऊ बनाएँ भनेर त भनिसिन्छ होइन, तर खोइ के भयो जस्तो देखिएन देशमा। त्यसो भए तपाईँ शेरबहादुर देउवाको क्यारिकेचर गर्नुहोस्। म बल्ल रोकेको छु, तिमी हाँस्यो भने म बल्ल। हजुरले त मारिसिन्छ आज मलाई क्यारिकेचर गर्न लाएर। हे भगवान्, कति किट किट गर भइसक्यो। मलाई विचार गीत गीत गर्न